अलखर का टोल वार्ड नंबर 3 गौरी शंकर गाउँपालिका गौडुल सिंह पाखरिन म चरीकोट यो टुडीखेलको ओम आ हुङ वज्र गुरु पेमा सिद्धि हुङ को मन्त्र जप्नु म आउनु पाएन। नपाएको खण्डमा मैले यो टोटलोको फुलको दाप 51 वटा यो बाटोमा लाँदा धेरै हुन्छ भनेर यो मैले यो टोटलोको फुल यस्तो दाप 51 वटाको चाहिँ यसो गरी फोरेर फुलको पत्ता निकाल्दाखेरि यसको चाहिँ 1 किलो 400 ग्राम भएछ। मैले त्यो वज्र गुरुको नाममा जपमा चाहिँ बत्ती बाली देऊ भनेर 1 किलो डाल्डा यो साङ मैले आफैले कुटेको हाम्रो लामाको साङ छोईमा 108 वटा साङको विवरण छ। यो ओखलीमा कुटेर 1 किलो 500 ग्राम 1.5 किलो साङ मैले 505 रुपियाँ पैसा यो त्यो भाउजूको छोरीको नाम के अरे? त्यो भाउजूको नाम ठुलो छोरीको मिठु मिठुको आमा डोल्मोको आमाले 500 म जान्नु सकेन। मैले यति 1005 रुपियाँ मैले वज्र गुरुको जपमा मेरो निमा डोल्मो गृह मन्त्री श्रीमतीलाई यति सामानहरू मैले पठाएको छ। ओम आ हुङ वज्र गुरु पेमा सिद्धि हुङ। हामी तामाङले मसँग लिखित चाहिँ छैन। मेरो बाजे बराजुहरूले भनेको अस्ति नामदिङला चैतको महिना 1 गते सुकुबार पनि धाजन भनेको चन्द्रमा ग्रहण लाग्यो। अब भोलि 16 गते नामदिङला चैतको 16 गते शनिबार औँसीको दिन पनि धाजन भनेको सूर्य ग्रहण हाम्रो नेपाल भारत चाइनामा चाहिँ लाग्दैन। तीसरा राष्ट्रमा यो धाजन लागेको छ। तर विश्वमा जहाँ सूर्य ग्रहण चन्द्र ग्रहण लागे पनि जुन एउटै हो, घाम पनि एउटै हो, रात र दिन घडी पल्लाहरू अगाडि र पछाडि हुन्छ। म गडुल सिंह पाखरिनले अस्ति चैतको 1 गतेको धाजन चन्द्र ग्रहणको पनि मैले फेसबुकमा दिएको छ। यो पनि फेसबुकमा दिन्छु म। अहिलेसम्म यो किताबमा नेपाल तामाङ घेदुङ सङ्घको किताबमा पनि लेखेको छैन। ताम्बाला काइरेन ताम्बा होइ धावा वाइन्जेल धावकृत घिसिङले पनि अहिलेसम्म किताबमा लेखेको छैन। म गडुलेले चाहिँ प्रचार गरेको हो। यो मैले भनेको कुराहरू कुनै व्यक्तिले किताबमा छापेर प्रचार गरेर बेचेर पेट पाला गर्नु पाउँदैन। खबरदार, म गडौलेले अम्ली ठड र खबरदार गरेको छ। भयो आगे।